अब आज 1K स्पेशलको भिडियो खान पाइयो। अब छिटै 1 लाखको खान पाइन्छ कि? नमस्ते, तपाईहरुलाई स्वागत छ मेरो च्यानलमा। आज पनि हामीले नयाँ भिडियो लिएर आइसकेका छौँ। आज चाहिँ हामी आमा छोरै आइसकेका छौँ। आज चाहिँ विशेष गरी स्पेशल हजार सब्स्क्राइबर पुगेकोमा स्पेशल भिडियोहरू लिएर आएको छौँ। अब यहाँ के छ भन्नुभन्दा पनि अगाडि यो जति पनि मेरो च्यानललाई मन पराइदिएर लाइक सब्स्क्राइब शेयर गरिदिनु भएको सबै तपाईहरु सबैलाई हृदयदेखि धेरै धेरै धन्यवाद। यसरी नै साथ सपोर्ट दिँदै जानु होला। फेरि पनि अब नयाँ साथीहरू हुनुहुन्छ भने पनि उहाँहरूले पनि सब्स्क्राइबर गरिदिनु होला भन्दै आजको यो भिडियो हामी सुरु गर्न चाहन्छौँ। यहाँ चाहिँ छ 1.5 केजी सुँगुरको सेकुवा, अनि यहाँ चाहिँ छ सिलौटामा पिसेको अचार, अनि यहाँ चाहिँ एकदमै ठुल्ठुलो ससेस, अनि ठुल्ठुलो ससेस, अनि यहाँ चाहिँ छ रामेन चाउचाउ। यो चाहिँ सुक्खा, यहाँ मैले चाहिँ सुक्खा खानु लागेको। अनि यहाँ चाहिँ सुपला छोराले, अनि यहाँ सुपला यहाँ आफ्नो प्याकेट, अनि त्यसपछि दुईटा हाफ बोइल अन्डा भन्दै खासै बोल्न चाहिँ आउँदैन, त्यो पनि अब खान सुरु गर्छौँ। ड्रिङ्क्समा चाहिँ एक्सट्रिम मेरो चाहिँ बियर छ, तर भिडियोमा चाहिँ नदेखाउँ भनेर हो। अनि भन्दै खाना सुरु गरौँ। सुरुमा चाहिँ पोर्कबाट, सुरुमा चाहिँ अचारमा यो कागती हालौँ। एकदमै यो चाहिँ सिलौटामा पिसेको अचार हो। मिक्सरमा पिसेको भन्दा सिलौटामा पिसेकै टेस्टी हुन्छ। मलाई चाहिँ है, अब सबैलाई एउटै लाग्छ भन्नु छैन, त्यही पनि मिठो भएछ पोर्क चाहिँ। आमामामा झोलै रहेनछ यो चाहिँ, भन्नै आएन। एकदमै मिठो भएछ है। एकै बाइटमा यो हाफ बोइल चाहिँ मन खाँदिनँ, छोराले नै खान्छ। यहीँ राखिदिउँ, म चाहिँ यहाँ चाउचाउ खानु पर्यो। चाउचाउ पनि के गर्दा चिसो भइहाल्छ। पिरो पो हुने रहेछ नि। मलाई त ससेस चाहिँ लास्टै मनपर्छ।
एकदम ठुलो ससेज यो चाहिँ। यहाँ के टाँसेको छ कि अब आज 1K स्पेसलको भिडियो खान पाइयो। अब छिटै 1 लाखको खान पाइन्छ कि होइन मम्मी? किन अब खन्ड्याङ खन्ड्याङ गर। ससेज, पोर्क सेक्वा, राम्योन, सिन राम्योन भन्छ म क्या। त खान सुरु गरेँ। एकछिन ल पनि। Cheers. Cheers. बियर चाहिँ भिडियोमा नदेखाउँ भनेर हो। किनभने आफ्नै आफ्नै समस्या हुन्छ, त्यही भएर सुरुमा एक दुईचोटि देखाइहालेँ। यो त एकातिर राख्दा नै हुन्छ। के गर्ने, किचन एकातिर, खाने ठाउँ एकातिर भएपछि यो थाप्ने प्लेटहरू ल्याउनु पनि के मात्रै ओसार्ने, एउटा ओसारो अर्को बिर्सिन्छ। एकदमै ठुल्ठुलो। खाली पेटमा यो मासु
गर्मी त साह्रै गर्मी हो गर्मी छ फेरि फेरि छेरपाटेले गर्मी चाहिँ साह्रै सुँगुरको मासुले पखालो लाग्ला अरे यो ठुल्ठुलो ससेज चाहिँ अलिक जुसी हुने रहेछ है अलिक मिठो मिठो पैसा अनुसारको हो नि त कताको त्यो 6 वटाको कति 180 कि कति अरे त्यो सानो खालको यो कताको डबलै यति सबै मध्येमा कुन मिठो लाग्यो मलाई त फाक्सा सुँगुरतिर हेर्नुहुन्छ त सुँगुर पनि ठिकै हो तर ससेज चाहिँ लास्टै मनपर्ने हुनाले ससेजै मनपर्छ अनि तिमीलाई मलाई त सबै मनपर्छ सबै मिठो खानु पाएपछि एक्सट्रिम चाहिँ अलिक एक्स्ट्रा मिठो लाग्छ किन हो अलिक चर्को चर्को रहेछ यो सबै सक्यो ससेज चाउचाउ अब पोर्क बाँकी अब पोर्क बाँकी छ यो कहिले खाइसक्ने होला खाइसकेन भने त राख्नुपर्छ पैसा परेको चिज यसलाई हटाएर त्यो तानौँ कि के साह्रो गर्मी हो पुरै हाल्नु न सिने Bye.
आमामा दातै पिल्साइदियो ए गिजा मम्मीको 1K स्पेसलको लास्ट पिस हार खायो सक्यो उनीलाई चाहिँ धेरै खाइसकेन यो भरै खानुपर्छ सबै माथि माथि पिल्साइदियो ल खाइस ए सकेको कि अझै खान्छ नखाने 1.5 केजीमा टन्नै उब्रियो होला हौ धेरै छैन होला 400 ग्राम जति उब्रियो होला अचार पनि उब्रियो अनि मेरो झोल उब्रियो अनि त्यसपछि हामीले खाइसकिन्न यति चाहिँ भरै बेलुका तताएर खानु फाल्नु त किन फाल्नु त्यही भएर भन्दै हामी बिदा पनि चाहन्छौँ बिदा पनि माग्छौँ भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला भन्दै हस्त नमस्कार बिदा चाहन्छु नि त